एक रात आयान झ्यालबाट आकाश हेर्दै बसिरहेको थियो। उसको मनमा सियाको याद मात्रै थियो। अचानक मोबाइल बज्यो। स्क्रिनमा लेखिएको थियो सिया कलिङ। आयानको मुटु छिटो छिटो धड्किन थाल्यो। हेलो, आयानले बिस्तारै भन्यो। उताबाट सियाको हल्का आवाज आयो। सुतिसकेको थियो? आयानले हल्का मुस्कान साथ जवाब दियो, होइन, तिमीलाई सम्झिँदै थिए। केही सेकेन्ड दुवै चुप रहे। त्यो मौनता पनि उनीहरूलाई प्यारो लागिरहेको थियो। सियाले अचानक भनिन्, आयान, मलाई डर लाग्छ। आयानले आश्चर्यको साथ सोध्यो, के को? केही बेर मौन रहेर सियाले भनिन्, दूरीले हामीलाई बदलिदियो भने? आयानले आँखा बन्द गरेर लामो सास लियो र बिस्तारै भन्यो, यदि माया साँचो छ भने दूरीले केही बिगार्न सक्दैन। त्यो रात उनीहरू धेरै बेरसम्म कुरा गरिरहे र फोन काट्ने बेलामा सियाले भनिन्, गुड नाइट, लभ यु। आयान केही बोल्नै सकेन। उसको मुटुले त्यो रात पहिलो पटक पूर्ण खुसी महसुस गरेको थियो। अब हरेक रात उनीहरूको कल रुटिन बनिसकेको थियो। आयान दिनभरि सियाको कलको प्रतीक्षा गर्थ्यो। सिया पनि दिनभरिको कुराहरू आयानलाई सुनाउँदै धेरै बेरसम्म कुरा गर्थिन्। एक दिन भिडियो कलमा सियाले सहर देखाउँदै भनिन्, यहाँ सबै नयाँ छ, तर तिमी बिना केही आफ्नो जस्तो लाग्दैन आयान। आयान मुस्कुरायो र बिस्तारै भन्यो, म पनि तिमी बिना आधा भएको जस्तो लाग्छ। टाढा भएर पनि उनीहरूलाई एउटै आकाशले जोडिरहेको थियो। त्यस बेला सियाले एउटा प्रमिस गरिन्, जे जस्तो भए पनि हामी कहिल्यै नछुट्टिने है। आयानले पनि लामो सास फेर्यो र हल्का मुस्कानका साथ जवाफ दियो, नेभर।